कुनै पनि प्रधानमन्त्री र कुनै पनि राष्ट्रपति सांसदको अगेन्स्टमा अगेन्स्टमा गएर त कसरी काम गर्न सक्छ? जस्तो पहिलो कुरा भनेको उसले एकछिन सांसदसँग अकाउन्टेबल छैन भने नि उसलाई बजेट त चाहियो, उसलाई डे टु डे काम गर्नको लागि उसलाई ऐन नियम पनि चाहियो, उसलाई त्यो नियमावलीहरू पनि चाहियो। अब भनौँ पुरै सांसद उसको अपोजिसनमा छ, प्रधानमन्त्री चाहिँ आएर ल राम भगवानै आउनु भयो अरे, अब टु कोट फ्रम सुषमा स्वराज, अब संसदभरि चाहिँ अब मन्थरा र शकुनी नै बसिरहेका छन् होइन, उनीहरूको पुरै अपोजिङ फ्याक्सन्सहरू छ। भन्यो भनेदेखि अब बजेट कसरी पास गर्छन्, उहाँले डे टु डे काम कसरी गर्छन्, र यसले गर्दाखेरि कुनै प्रधानमन्त्री सांसदप्रति अकाउन्टेबल भएन भने त्यो प्रधानमन्त्री टिक्नै सक्दैन। अब अहिले अमेरिका एकदम सबल डेमोक्रेसी म मान्छु, तर सुन्नुहोस् न, पहिला अमेरिका सबल डेमोक्रेसी भए पनि त्यहाँ 14 दिन 15 दिन यो सरकार बजेट नचल्न सकेर त्यहाँको सरकार त ठप्प हुन्छ। नेपालमा सोच्नुहोस् त 1 महिना 2 महिना सरकारको बजेटै नभएर सरकार ठप्प भयो भने हामीको देश कहाँ पुग्छ होला भनेर। अनि हामी यस्तो सिस्टम ल्याउने।